बान की मुनले पनि यतिखेर माओवादी सेनालाई पनि लान सकिन्छ भनेर भन्नु तपाईँ जान तयार हुनुहुन्छ? कहाँ जाने? विदेशमा शान्ति स्थापना गर्न? विदेशमा हामी चाहिँ नेपाल सरकारको म्यान्डेट अनुसार जे भन्छ नेपाल सरकारले हामी राष्ट्रिय सेना बनिसक्यो त्यही अनुसार गर्छौँ। भनेपछि तपाईँ त्यतिखेर संयुक्त राष्ट्रको शान्ति मिसनमा पनि जान तयार हुनुहुन्छ? यस, हामी वी आर रेडी। भनेपछि हाइटी अथवा कङ्गो कहाँ जानु होला? जहाँ भन्छ त्यही जान्छौँ शान्ति सुरक्षाको निमित्त। सीमा सुरक्षा बलमा खटायो भने? सीमा सुरक्षाको बलमा हामीलाई खटायो भने, राष्ट्रिय सेना बनाएर खटायो भने इन्डियाको बोर्डरमा पनि जान सक्छौँ, चाइनाको बोर्डरमा पनि जान सक्छौँ। इन्डियाको बोर्डर हुन्छ कि चीनको बोर्डर हुन्छ? विशेष गरिकन इन्डियाको बोर्डर हुन्छ, किनभने इन्डियाबाट हाम्रो सीमाना अतिक्रमण भइराखेको छ। दार्चुला काला पनि यो नेपाली काङ्ग्रेसकै शासनकालमा यस्तो भयो। उहाँहरूको यो बुद्धिले गरी खाने, उहाँहरूकै बुद्धिले गर्दा, यो नेपाली काङ्ग्रेसको बुद्धिले गर्दा देश यो उहाँहरूको छाती रहन्छ क्या वास्तवमा। के लड्न सक्छौँ हामी भन्नाले दार्चुलामा मिचिराखेको छु। एकजना विद्यार्थी भाइले भन्नुभयो मेरो अङ्कलको जग्गा मिच्यो, डोजर लगाइदियो, इन्डियन बन्छन् भने बस, होइन भने जा भनिदियो। यस्तो खालको चाहिँ एकदम दुर्भाग्य नेपाली नेवलपरासीको सुस्ता दार्चुला कालापानीतिर छ। यस्तो खालको अवस्थामा हामी चाहिँ यतै जान्छौँ बरु सुरक्षा गर्न। तर प्रकाशजी, हजुर, तपाईँलाई सीमा सुरक्षामा पनि पठाएन त्यतिखेरको सरकारले, सडक बनाउन पठायो भने जानुहुन्छ? यसको लागि त मैले दुईवटा भनिसकेको छु, सुरक्षा र विकास। विकासको लागि पनि जान्छु, म तयार छु। हस्, धन्यवाद प्रकाश।